के कसो रे मम्मी यता आउनु त छिटो नानीले देखाउनु छिटो छिटो ल यहाँ बस्ने नि एउटा चिज ल अलि बिचरा तान्नु है त प्लेनमा पोखरा जाने घुम्न ल के ह्याप्पी 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 एकदम मम्मीले चुज राम्रो गर्नु त्यहाँ के चाहिँ हेर न तेरो उठाइरहेको कि कानमा पोखरा मम्मी सही तान्नु हो तलको तान्नु है माथिको मैले माथिकै तान्न लाग्थेँ उठाएर राखिदिएँ हेलो कता हो हामी पोखरातिर केमा जाने हो पोखरा प्लेनमा जाने हो छोरासँग ल बाई पहिलोचोटि प्लेनमा जाँदैछु कस्तो हुने हो ल कस्तो लागिरहेको मम्मी खुसी हामी यति बेला के हुँदैछ यति बेला चिताउनको एयरपोर्टबाट प्लेनमा बसियो अब पोखरा हजुरको यात्रा शुभ रहोस् है हजुर सुरक्षाको कारणले उडान सुरक्षा अवतरण समयमा कृपया सतत करता है कृपया प्रयोग नगर्नुहोला साथै विमान तथा हवाई सुरक्षाका सम्पूर्ण निर्देशन जस्तै जबरपात विद्युत प्रमाणपत्र सेवन नगर्नुहोला मोबाइल फोन तथा फोटोग्राफी नगर्नुहोला सङ्कटकालीन द्वार विमान परिचालनाको निर्देशन बनाउन चलाउनुहोला तथा चालकका सदस्यहरूको अन्य निर्देशन पालना गर्नुहुन अनुरोध अन्यथा नागरिक उद्योगको प्रचलित कानुनको मौजूद सजाय धन्यवाद मेन्सन गरिदिनु पर्यो है या केही बुझेन कस्तो गरेर केही बुझ्नु होइन एनाउन्समेन्ट गरेको बुझेन अरे है बुझेन पोखरा हो मम्मी ल के छ त पोखराको प्लान हो र तपाईँको छोरा कहाँ गयो त यही छ ल ओके बाई त्यसो भने हामी अहिले कता छौँ कति बज्यो मम्मी सेफ्टी ल्यान्ड हामी कुन होटेलमा छौँ होटेलको नाम के हो द मिडल स्टार होटेल हो होटेलको नाम त हेरिन यतापट्टिको हाम्रो भ्यू कस्तो छ होला
दामी छ नि फेवातालको नजिकै त्यही भ्यू हेर्दै हामी हामी अब खाना खान्छौँ होइन खानाको वेटिङमा हौँ होइन यस ओके कस्तो आमा मिठो भयो खाना चाहिँ मिठो छ जस्तो छ म खानु त एकचोटि कस्तो ठिक छ म खान्छु है एकचोटि होइन तातो रहेछ ल तातो अन्त जान्दैन मैले अनि बालकनीतिर जानु यो घरले अलिक छिप्दो रहेछ नि अहिले हामी कता जाँदैछौँ अहिले हामी कता जाँदैछौँ हजुर हामी चाहिँ अब फेवातालतिर फेवातालतिर हामी कता कता जान्छौँ अहिले कति बज्यो अहिले कति बज्यो 3 बज्यो हामी के गरेर चाहिँ अब फेवाताल घुम्न जाँदैछौँ त अब आएर खानासाना खाएर एकछिन आराम गरेर हजुर अनि अब फेवातालतिर यसो घुम्न जाने अब ओके हामी जाने त अब हजुर जाने हामीसँगै जोडिनु होला है त हामी कहाँ कहाँ जान्छौँ हेर्नु होला है हस् हजुर कपाल मिलाएर भन्नुपर्छ हामी कहाँ छौँ के हुँदैछ हामी पोखरा फेवातालमा डुङ्गामा चढ्दैछौँ हो र कस्तो रमाइलो भइरहेछ रमाइलो भइरहेछ एकदम कतितिर हो हामी पोखराको लेक साइडमा लेक साइडतिरको फेवाताल चढेर अनि चाहिँ बोटिङ गरेर बोटिङ गरेर हजुर लेक साइडमा हिँड्दैछौँ अब एकछिन यसो यतै घुमघाम गऱ्यो अनि हिँडेर अनि अब कोठातिर जानु पर्ने बस्नु हजुर अनि कस्तो भइरहेछ तपाईँको यात्रा एकदम रमाइलो यात्रा हो रमाइलो छोराछोरीसँग घुम्न बाँकी रमाइलो त यसै रमाइलो झन् रमाइलो हजुर अनि अब एउटा आफ्नो परिवार भएर अब पहिले घुम्ने र एउटा बाबा अलिक कमी हुनुभयो बाबालाई मिस छ मिस यु बाबा है त मिस यु बुढो हजुरलाई नि धेरै माया छ धेरै माया धेरै सम्झना हामी पोखराको लेक साइडबाट होइन त अहिले यति गरौँ हुन्छ धन्यवाद बसेको होटल चाहिँ यही हो होटेल स्टार हामी कहाँ छौँ हामी खानासाना खाएर चाहिँ अब नाइट भ्यू हेर्दै लेक साइडमा हेर्दै कहाँ छौँ हामी के हुँदैछ हजुर के अरे फेवातालको आडामा साँझमा खानासाना खाएर पोखरा बजार
फेरि फेवाताल चन्नी खाएर चिया खाँदैछौँ। चिया खाँदैछौँ। हजुरको अगाडि के छ? मेरो अगाडि फेवाताल छ। रमाइलो भइरहेछ? रमाइलो एकदम हो। ओके। के हुँदैछ हाम्रो अब? सुत्ने तर्खर हुँदैछ? हजुर सिक्ने कार्यक्रम चल्दैछ। ल गुड नाइट है त। ल बाई गुड नाइट। भोलि बिहान हामी 5 बजे उठ्छौँ। अनि हामी 6:30 बजे हामी द क्लिप नेपाल पर्वत लाग्छौँ है त।